नमस्कार साथीहरु, के तपाईहरुलाई थाहा छ नेपाल आज साउथ एसियाको सबभन्दा गरिब देश किन भयो? किन नेपाल आज एफएटीए को ग्रे लिस्टमा पुग्यो? किनभने हिजोको 46 साल पछाडि चाहिँ नेपालमा कस्ता किसिमका मान्छेहरुको राजनीतिमा प्रवेश भयो, कस्ता किसिमका मान्छेहरुले चाहिँ नेपालको राज्य सत्ताको बागडोर सम्हाल्न पुगे भन्ने कुरा त नेपाली जनताहरुलाई सर्वमित होला। हिजो नेपालमा 9 वर्ष जन युद्ध पछाडि कस्ता किसिमका मान्छेहरु चाहिँ नेपालको राज्य सत्तामा नेपालको बागडोर सम्हाल्न नेपालको राज्य सत्तामा पुगे, कस्ता व्यक्तिहरु पुगे तपाईहरुलाई थाहा छ नि। हिजो जंगलमा भट्किरहेका मान्छे, दर भट्किरहेका मान्छे हैन, हिजो साँझ के खायो भने बिहान के खाने, बिहान खायो भने साँझ के खाने भन्ने परिस्थिति, त्यस्तो दयनीय स्थितिका मान्छेहरु राज्य सत्तामा पुगे साथीहरु। ती व्यक्तिहरु जब राज्य सत्तामा पुगे, राज्यको बागडोर सम्हाल्न पुगे, ती व्यक्तिहरुले सबभन्दा पहिला आफ्ना छोराछोरीहरुलाई चाहिँ कसरी हामी अमेरिका पठाउन सक्छौं, कसरी अस्ट्रेलिया पठाउन सक्छौं, कसरी विदेश पठाउन सक्छौं भन्ने विषयमा बढी जोड दिएको देखिन्छ। तिनीहरुले आफ्नो महँगो घर कसरी बनाउन सकिन्छ, महँगो गाडी कसरी किन्न सकिन्छ, महँगा कपडाहरु कसरी किन्न सकिन्छ, महँगो ठाउँमा कसरी बस्न सकिन्छ भन्ने विषयमा चाहिँ बढी उहाँहरुले चाहिँ तामझाम गरेको, बढी विचार गरेको देखियो। हैन भने आज तपाईहरुलाई म एउटा भन्न चाहन्छु, हिजो प्रचण्डको पारिवारिक अवस्था कस्तो थियो, हिजो केपी शर्मा ओलीको पारिवारिक अवस्था कस्तो थियो, आज शेरबहादुर देउवाको पारिवारिक अवस्था कस्तो थियो। आज शेरबहादुर देउवाको छोरा 100-200 करोडको बिजनेस गर्दैछ भन्ने कुराहरु सुनिन्छ। केपी शर्मा ओली 2 करोडको घडी लगाउँछन्, 2 लाखको जुत्ता लगाउँछन्। प्रचण्डका सबै आफ्ना सन्तान, भाइ, नाता, गोता, छोरा छोरीदेखि लिएर सबै सन्तान ज्वाइँसम्मका मान्छेहरु समेत कुन स्थितिमा छन्, कहाँ छन्, आफू कुन स्थितिमा छन् भन्ने कुराहरु तपाई नेपालको प्रत्येक नागरिकहरुलाई यो कुराहरु थाहा छ। यो एउटा दुईटा जनाको मात्र कारण भइदिएको भए सायद नेपाल यति पछाडी यति चाहिँ हुने थिएन होला सायद। तर यस्तै प्रवृत्तिका मान्छेहरु, यस्तै किसिमका गरिब मान्छेहरु जसको घरमा खानको लागि पनि अन्न थिएन, जमिन थिएन उनीहरुसँग, त्यस्ता मान्छेहरु आज नेपालका राज्य सत्तामा पुगेपछि तपाईहरु आफ्नो प्रत्येक क्षेत्रका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, त्यहाँको स्थानीय का मेयर, गाउँपालिका अध्यक्ष, इभन वडा अध्यक्ष सहितको पनि स्थिति, त्यो कुराहरु वडा अध्यक्ष सहितलाई पनि तपाईहरु सोध्नु होला साथीहरु कि 15-20 वर्ष अगाडि चाहिँ उहाँहरुको पारिवारिक स्थिति कस्तो थियो र आज कस्तो भएको छ, उहाँहरुको जीवनशैली कस्तो छ, उहाँको जीवनशैलीमा त्यत्रो परिवर्तन कसरी आयो। नेपालमा त अहिले व्यवसायीहरु चाहिँ डुबिरहेका छन्, व्यवसायीहरुले आत्महत्या गर्नुपर्ने स्थिति आएको छ, देश छोडेर भागिरहेछन् व्यवसायहरु व्यापार नचलेर। भने व्यवसाय गर्ने, व्यापार गर्ने मान्छेको त त्यस्तो हालत छ नेपालमा भने आज यी नेताहरु न व्यापार, न व्यवसाय, न उहाँहरुको कुनै पैतृक सम्पत्ति, पुर्ख्यौली सम्पत्ति नभएका व्यक्तिहरु आज करोडौंका घडी, लाखौंका जुत्ता, लाखौंका चस्मा, राजाहरुको भन्दा पनि आलिशान लाइफहरु कसरी यिनीहरु बाँचिरहेका छन्, कसरी यो जिन्दगी जिइरहेका छन् भन्ने कुराहरु आफ्नो क्षेत्रबाट, आफ्नो ठाउँबाट प्रत्येक नेपालीले अब समय आयो उठाउनु पर्छ यो कुराहरु। यो एकदम मुख्य कारण हो कि नेपाल आज साउथ एसियामा सबभन्दा गरिब देश भयो, यो एफएटीए को ग्रे लिस्टमा पर्यो। साथीहरु स्मरण रहोस्, हिजोको दिनमा देश विकास भएको थिएन भन्नेहरुलाई म एउटा कुरा भन्न चाहन्छु। हिजोको दिनमा देश विकास भएको थियो या थिएन, तर हिजोको दिनमा ग्रे लिस्टमा नेपाल परेको थिएन। हिजोको दिनमा एसियामा सबभन्दा गरिब देश भएको थिएन। हिजोको दिनमा 27 खर्ब ऋण नेपालले बोक्नु परेको थिएन। यति पैसा यदि त्यो 27 खर्बको आधा मात्र 50% पैसा मात्र यदि नेताहरूले सही ठाउँमा उपयोग गरिदिएको भए नेपालको स्थिति आज यो ग्रे लिस्टमा पनि हुने थिएन, नेपाल साउथ एसियाको गरिब देश पनि हुने थिएन। देशमा युवाहरूले छोड्ने लर्को त्यसरी लाग्ने थिएन, व्यवसायहरूले देश छोड्नुपर्ने स्थिति हुने थिएन, टिचरहरूले देश छोड्नु आन्दोलन गर्नुपर्ने स्थिति हुने थिएन, आर्मी पुलिसहरूले देश छोडेर दुबई कतारमा सिक्युरिटी गार्डको नोकरी गर्नुपर्ने स्थिति हुने थिएन। यिनीहरुले यो पैसाले चाहिँ यदि कल कारखाना उद्योग खोलिदिएको भएपछि नेपालमा जागिर रोजगारहरु हुने थियो होला। अब नेपाली जनताहरुले प्रत्येक क्षेत्र आफ्नो प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, आफ्नो स्थानीय मेयरदेखि लिएर प्रत्येक व्यक्तिलाई चाहिँ अब चाहिँ आवाज उठाउनु पर्ने सही समय आयो नि त।
हिजो यिनीहरूको घरमा केही नहुने मान्छे यो ठाउँमा पुग्ने, अनि जसको थियो जसले व्यापार व्यवसाय गर्यो, यो अर्थतन्त्र के अरे धानिरहेको थियो, उनीहरूले चाहिँ देश छोडेर भाग्नुपर्ने स्थिति यिनीहरूले ल्यायो नि। किन हो भने म तपाईँलाई यहाँ सानो एउटा अर्को कुरा पनि जोड्न चाहन्छु। आज विश्वका के अरे 10वटा धनी मान्छेहरूमध्ये 8वटा मान्छे अमेरिकाका छन्। किन छन्? किन त्यो नेपालका मान्छेहरू छैनन्? किन छैनन् भने त्यो देशले चाहिँ त्यस्तो नियम कानुनहरू त्यस्तो बनाएको छ, त्यहाँ मात्रै त्यस्ता किसिमका मान्छेहरू जन्मिन सक्छन्, त्यहाँ मात्रै त्यस्तो किसिमका मान्छे हुन सक्छ। तर त्यो मान्छेलाई आएर नेपालमा गरेर देखा भनेर भन्यो भने नेपालमा बनाउन सक्दैन। किन सक्दैन भने कानुनले बाधा गरिरहेको हुन्छ, मान्छेलाई काम गर्न दिइरहेको छैन। त्यस्तो किसिमको कानुनहरू यिनीहरूले बनाएन नि त। यिनीहरूले त कानुन कस्तो बनायो, समानुपातिक भनेर के अरे गरिब पिछडिका वर्ग अल्पसङ्ख्यकहरूलाई ल्याउने भनेर भयो। अहिले कसैका सालीहरू छन्, कसैका श्रीमतीहरू छन्, कसैका भाउजूहरू छन्, कसैका आफन्त नातेदारहरू छन्, होइन, कसैका त गर्लफ्रेन्ड पनि छन् भन्नेसम्म पनि आयो। सबैलाई थाहा छ यो कुराहरू। भने पैसामा आज सबै कुराहरू यिनीहरू गर्न थाले। यस्तो किसिमको दलाल तन्त्र, यस्तो किसिमको भ्रष्टाचारले गर्दाखेरि आज देश यो स्थितिमा पुग्या हो नि त। नेपालमा शिक्षामा रिफर्म यिनीहरूले गर्नै सकेन। शिक्षा नेपालमा कस्तो बनाइदियो भने के अरे पढिसकेपछि ग्रेजुएसन पोस्ट ग्रेजुएसन गरिसकेपछि नोकरी गर्नुपर्छ, नोकरी भन्दा अरू केही छँदै छैन, हामी के भने हुनै सक्दैन, हामी नोकरी बाहेक हामी सर्भाइभ गर्नै सक्दैनौँ भन्ने परिस्थिति सिर्जना गरे हो नि त। यो त कानुन नभएर, नियम नभएर नेपालमा एक त के अरे उद्योग धन्दाहरू नभएको कारणले होला नि त यस्तो भएको, होइन? यदि पढ्ने बेला स्टार्टअप गर्नुपर्छ, हामीले रोजगार दिनुपर्छ, हामीले रोजगारी मात्र के अरे सिर्जना गर्न सक्नुपर्छ, रोजगार दिनुपर्छ हामीले युवाहरूलाई भन्ने त्यस्तो किसिमको शिक्षा, त्यस्तो किसिमको प्राविधिक शिक्षाहरू, त्यस्तो किसिमको टेक्निकल शिक्षाहरू यदि नेपालमा भइदिएको भए युवाहरू आज विदेशमा गए पनि व्यवसाय गर्थ्यो होला नि त। अमेरिकाको मान्छे विश्वको कुनै देशमा पनि गयो भने उसले व्यापार व्यवसाय गर्ने कुराहरू हुन्छ। जापानको मान्छे बिजनेस गर्नुपर्छ, न्यू स्टार्टअप गर्नुपर्छ भन्छन्। चाइना, त्यहाँनिर हाम्रो पडोसीका मान्छेहरू बचपनदेखि नै के अरे उनीहरूलाई चाहिँ बिजनेसको बारेमा के अरे ट्रेन गरिरहेको हुन्छन्, स्कुलमा पनि त्यस्तो किसिमको शिक्षाहरू दिइरहेको हुन्छन्। तर हाम्रो नेपालमा भने पोस्ट ग्रेजुएसन, ग्रेजुएसन, साइन्स पढ्यो, इन्जिनियर पढ्यो, जे भए पनि नोकरी चाहिँ गर्नुपर्छ भन्ने छ। किन छ त्यस्तो मनस्थिति? किन आयो भने किनभने नेपालमा उद्योग कल कारखानाहरू नभएको हुनाले नेताहरूले भ्रष्टाचार गरे, विदेशबाट ऋण ल्याए, सहयोग ल्याए, सबै कुराहरू ल्याए। नेपालमा अलिअलि विकास गरे जस्तो पनि गर्यो। त्यो गरेको हुनाले आज नेपालमा त्यस्तो किसिमको मनोवृत्ति भयो नि। हिजो त्यो परिस्थितिका भएका मान्छे आज के अरे राजाको जस्तो आलिशान जिन्दगी जिइरहेका छन्। अनि अरू नेपाली जनताहरूले चाहिँ खाडीमा बेल जानुपर्ने, विदेशमा जानुपर्ने, कोरियामा के अरे कृषि एग्रिकल्चरमा काम गर्नुपर्ने, कृषिमा काम गर्नुपर्ने, त्यो काम तर नेपालमा नेपाल सरकारले नीति त्यस्तो किसिमको हामी के अरे नेपालमा के अरे लगानीको ग्यारेन्टी गरिदिएको भए, नेपालमा कृषिको तपाईँहरू उत्पादन गर्नुहोस् हामी बेच्ने ग्यारेन्टी सरकारले गरिदिएको भए, इम्पोर्ट एक्सपोर्टको कुराहरूलाई सुविधा गरिदिएको भए, त्यस्तो किसिमको कानुनहरू निर्माण गरिदिएको भए त आज नेपालीले के अरे कोरियामा गएर अर्काको देशमा किन त्यति मेहनत गर्नु पर्थ्यो? 10-10 घन्टा 15-15 घन्टा त्यो के अरे पोल्ट्री फार्ममा काम गर्नुपर्ने, गोलभिडा टिप्ने काम गर्नुपर्ने, त्यो त नेपालमा पनि गर्न सकिन्छ नि। हामीसँग अथाह जमिन छैन नेपालमा? छ नि। हामी त कृषिमा रिफर्म गर्छौँ भनेर भनिरहेको छौँ। फेरि हाम्रो एजेन्डा नै त्यही छ भने अनि नेपालमा यस्तो किसिमको प्रवृत्ति भयो नि त? भएन। कसले गर्दा भयो? कसैले बुझिया छ? नेताले गर्दा भयो नि। नेताले किन गर्दा भयो भने संविधान आयो, संविधानमा लेखेका कुराहरू लागू गर्न सकिएन, संविधान ल्यायो, संविधान लेख्यो, कानुन बनाउन सकेन, कानुन बनायो त्यसलाई लागू गर्न सकेन। यी त आफै भ्रष्टाचारी भयो नि। यिनीहरूले बनाएको कानुन यदि यिनीहरूले लागू गर्यो भने त यिनी आफै जेलमा पर्ने भयो। त्यो भएको हुनाले अब जहिलेसम्म हामी छौँ तबसम्म चाहिँ हामी बस्नुपर्छ भन्यो। अनि एउटा आवाज त उठ्यो नि त जनतामा। अब होइन, यी भ्रष्टहरूलाई चाहिँ अब लखेट्नुपर्छ, यी भ्रष्टहरूलाई देश निकाला गर्नुपर्छ, यी त भ्रष्टाचारी दलालहरू हुन्, यिनीहरूले चाहिँ देश चलाउन सक्दैन, यी देशलाई बेच्छन् भन्ने कुराहरू चाहिँ लगभग प्रमाणित भइसक्यो नि। एमसिसीले प्रमाणित गरेन? जब कुनै पनि देशको सन्धि हुन्छ, कुनै पनि एग्रिमेन्ट हुन्छ भने त्यो समान हुन्छ। तर यहाँ चाहिँ एमसिसीमा के गर्यो? अमेरिकाले चाहेको बेला बन्द गर्नै पर्ने, हामीले चाह्यो भनेपछि हामीले चाहेर बन्द गर्यो भने चाहिँ हामीले ब्याज तिर्नुपर्ने। यो त असमान सन्धि भएन? देख्दा देख्दै असमान भयो नि। हिजो त टेलिकम्युनिकेसन थिएन, नेटवर्क थिएन, त्यस्तो किसिमको वातावरण थिएन र नेपाली जनताहरूले त्यो कुरा बुझेको थिएन। आज त सबले बुझाएको छ नि। यो त असमान सन्धि गर्यो। त्यो पनि कसरी गर्यो हेर्नु भएको छ? प्रत्येक हिजो एक दिन अगाडिसम्म प्रत्येक के अरे राजनीतिक दलका युवाहरू चाहिँ रोडमा थिए। तिनीहरू भाषण गरेर भन्दै थिए एमसिसी पास गर्दैन भनेर। तर एकै दिन संसद चालु भएर संसदबाट सबैले पास गर्यो नि त। यिनीहरू त सबै एउटै रहेछन्, यी त सबै दलाल रहेछन्, यी त सबै के अरे देशद्रोही रहेछन्, देशलाई असमान सन्धि गर्नमा चाहिँ यिनीहरू संसदैबाट पास गर्ने पनि रहेछन् भन्ने कुरा त अहिले छर्लङ्ग भएको छ नि त। अमेरिकाले चाहे बेला फ्याक्ट बन्द भइहाल्यो, अहिले बन्द नै छ एमसिसी। तर
भयो नि हुन त नेपालले केही गर्न सकेन, काम त रोकियो नि त। आफ्नो देशमा गर्नुपर्ने काम अरूले के अरे रोकेपछि रोकिने र चलेपछि चल्ने भनेको त्यो असमान सम्झौता होइन। त्यो भएको हुनाले आजको दिनमा नेपाल भन्ने देश यी सबै कारणले चाहिँ पछि परेको हो साथीहरू। सबैले बुझ्नुपर्छ यो कुराहरू, नेपाली जनताले बुझ्नुपर्छ। हामीले चाहिँ यसलाई संविधान संशोधन गर्नुपर्छ, संविधान परिवर्तन गर्नुपर्छ। यसको लागि जनताहरूले प्रत्येक गलीगलीबाट आवाज उठाउनुपर्छ र आफ्नो नेताहरूलाई सोध्नुपर्छ। तपाईहरु पछिल्लो 15-20 वर्षदेखि राजनीतिमा हुनुहुन्छ, नेता हुनुहुन्छ, यो क्षेत्रको के अरे नेतृत्व गर्दै हुनुहुन्छ। तपाईहरुले यो क्षेत्रको लागि, देशको लागि चाहिँ के गर्नुभयो भनेर प्रश्न सोध्ने समय आयो। सोध्नुपर्छ प्रश्न। यदि प्रश्न नसोधेको कारणले गर्दाखेरि आज नेताहरू यी लापरवाही भए होइनन्। त्यो भएको हुनाले म के भन्न चाहन्छु भने प्रत्येक नेपाली नागरिकले आफ्नो आफ्नो क्षेत्रको आफ्नो प्रतिनिधिहरूलाई चाहिँ प्रश्न सोध्न सुरु गर्नु पर्यो। यदि प्रश्न सोधियो भने जवाफ चित्त बुझेन भने भन्नु पर्यो। नेपाली जनताले सधैँ यी नेताहरूकै सुनेर यिनीहरूकै गुलामीगिरी गरेर यिनीहरूलाई के भने हजुर नमस्कार भनेर यिनीहरूलाई खादामाला लगाएर यिनीहरूलाई हमेशा यिनीहरूलाई सम्मान मात्र गरिराख्नुपर्ने, गाउँ गाउँबाट लखेट्नुपर्ने दिन आइसकेका छ साथीहरू। नेताहरूलाई स्मरण गराउनुपर्छ हिजोको दिनमा यिनीहरूले बोलेका कुराहरू कति यिनीहरूले पुरा गरे, कति गरेनन् भन्ने प्रश्न अब जनताले गर्नुपर्छ। यिनीहरूले देशमा सुशासनको लागि के गरे, देशलाई भौगोलिक अखण्डता सार्वभौम सत्ता बचाउनको लागि, देशको सिमानाको रक्षा गर्नका लागि, देशलाई चाहिँ के अरे इकोनोमिक्स रिफर्म गर्नको लागि यिनीहरूले के गरे, कस्ता कस्ता किसिमका कामहरू गरे भनेर प्रश्न सोध्ने समय आयो। सोध्नुपर्छ, प्रत्येक नेपाली नागरिकले सोध्नुपर्छ। साथीहरू, हामीले भोट दिएर जिताएको प्रतिनिधिले यदि हामीले भनेको जस्तो, नेपाली जनताले चाहेको जस्तो यदि कानुन बनाउन सक्दैनन्, जनताले चाहेको जस्तो यदि यिनीहरू सिस्टम ल्याउन सक्दैनन्, त्यस्तो स्थिति बसाल्न सक्दैनन् भने यिनीहरूलाई चाहिँ नेता बनाइराख्नुपर्ने कुनै पनि आवश्यक छैन। विद्रोह गर्नुपर्छ, जनविद्रोह गर्नुपर्छ। नेपाल फेरि एकचोटि फेरि प्रत्येक नागरिकले आवाज उठाउन जरुरी छ। यो कुशासन, यो भ्रष्टाचार विरुद्ध, यो व्यथिति विरुद्ध नेपाली जनताहरूले एकचोटि आवाज उठाउनुपर्छ। जय नेपाल।